हेलो गाइज, नमस्ते। फाइनली म चाहिँ आज पोर्तोमा आइसकेको छु। देख्न सक्नुहुन्छ यो चाहिँ पोर्तोको मोस्ट ब्युटिफुल एन्ड फेमस ब्रिज हो हैन। अनि यता चाहिँ बहुत धेरै राम्रो छ, एकदमै खुसी लागिरहेछ हैन। कस्तो छ त गाइज। यता पछाडि मजाले बसिरहेका छन् भनेदेखि चाहिँ त्यहाँबाट चाहिँ एकदमै खतरा नजारा देख्न सकिन्छ है। हेर्नुहोस् है। Galera, que ser triste, alegria, a melhor coisa que existe. É assim como a luz no coração. É preciso bocado de tristeza, é preciso bocado de tristeza, senão não se faz samba. बयान गरिसक्नु छैन हैन। अब यदि तपाईहरु पनि पोर्तो घुम्नको लागि आउँदै हुनुहुन्छ भने चाहिँ तपाईहरुको एकदमै बेस्ट डिसिजन हो हैन। तपाईहरु चाहिँ नछोड्नु होला है। पोर्तो चाहिँ जसरी पनि घुम्न आउनु होला, नछुटाउनु होला। यदि तपाई पोर्चुगलमा हुनुहुन्छ, पोर्चुगल घुम्दै हुनुहुन्छ, अथवा तपाईहरु कुनै पनि युरोपियन कन्ट्रीमा हुनुहुन्छ भने तपाई पोर्चुगल अथवा पोर्चुगलको वान अफ द बेस्ट प्लेस भनेको चाहिँ पोर्तो हो है गाइज। मलाई चाहिँ त्यस्तो लाग्यो। हुन त अन्त पनि छ है, मदेरा, लिस्बन, अरू अबेरो अन्त पनि छ, तर मलाई चाहिँ एकदम मन परेको ठाउँ है हो। देख्न सक्नुहुन्छ धेरै छ नि यहाँ, अझै जान धेरै ठाउँ बाँकी छ। आजको लागि चाहिँ यो ठाउँ घुम्न आएको हो, त्यसैले यहाँको बयान गर्दैछु।
गाइस यति धेरै सुन्दर नजराहरू छन्, यति सुन्दर घुम्ने ठाउँहरू छन्, तर मेरो चाहिँ फोटो खिचिदिने मान्छे कोही छैन। म एक्लै आएको छु होइन, म रोइरहेको छु क्या भित्रभित्रै होइन, भित्रभित्रै म रुन थालिसकेँ। हेर्नुहोस् यस्तो रमाइलो ठाउँ छ, तर के गर्ने, एक्लै आयो है, साथी कोही छैन, फोटो खिच्दैन भन्न नि, त्यसैले इन्जोय। र यहाँ चाहिँ फेरि म अर्को ठाउँ आइसकेँ। देख्न सक्नुहुन्छ कति धेरै रमाइलो छ, कति पुरानो पुरानो बिल्डिङहरू छन् है। के गर्ने, नेपालमै छ तर के गर्ने, पर्यटन प्रवर्धन गर्न सकेको छैन नेपाली सरकारले होइन, तर यहाँ गरिराखेको छ। हेर्नुहोस् एकदम भरिपूर्ण मजा लिन सकिन्छ। र यहाँ चाहिँ ढुङ्गामा यसरी कुदिएर लेखिएको रहेछ, यहाँको विशेषता होला, तर धेरै पुरानो भएकाले खासै राम्रोसँग बुझिँदैन, त्यही पनि पोर्चुगिजमा छ है। हेर्नु गाइज, म चाहिँ होइन रमाएर हिँड्दा होइन, रमाइलो लागेर कता कता हिँड्दा हेर्नु ऊ त्यो पल्लो डाँडोमा थिएँ, उता पल्लो डाँडोमा थिएँ, अहिले त के अरे उता थिएँ, यो डाँडोमा आइसकेको छु क्या म। यति धेरै रमाएर खुट्टै दुखिसक्यो क्या।